सम्पूर्णमा नमस्कार। आज पनि म तपाईँहरूलाई चाहिँ अस्ति कोशी प्रदेश लोकसेवा आयोगले एचए 5th लेभलमा सोधेको एउटा क्वेसनको सल्युसन लिएर चाहिँ प्रेजेन्ट भएको छु। क्वेसन चाहिँ के थियो त भन्दाखेरि विच इज द कमन कम्प्लिकेसन अफ अनसेफ अबर्सन भनेर थियो। अप्सन एमा चाहिँ इन्फेक्सन थियो, अप्सन बीमा हेमोरेज थियो, अप्सन सीमा इन्फर्टिलिटी र डीमा चाहिँ फिभर थियो होइन। अब क्वेसनको किवर्ड चाहिँ कमन कम्प्लिकेसन के को अनसेफ अबर्सनको। हुन त यो चारैवटा अप्सनहरू नै के हो त अनसेफ अबर्सनको कम्प्लिकेसन नै हो र एज पर इभिडेन्स पनि अप्सन बी चाहिँ यो क्वेसनको करेक्ट एन्सर हो हेमोरेज होइन। तर तपाईँहरूले चाहिँ अप्सनबाटै पनि करेक्ट एन्सर खोज्न सक्नुहुन्थ्यो कि अप्सन ए हेर्नुहोस् त इन्फेक्सन भन्नु र अप्सन सीमा फिभर भन्नुको त कोरिलेट हो नि त। इन्फेक्सनको एउटा टिपिकल साइन के हो त फिभर हो भनेपछि फिभर र इन्फेक्सन त कोरिलेट भएपछि दुइटै सिमिलर एन्सर त नमिल्ने भयो। दुइटालाई निकाल्दाखेरि त बाँकी रह्यो अप्सन बी हेमोरेज र अप्सन सी के थियो त इन्फर्टिलिटी। अब इन्फर्टिलिटी भन्दा धेरै त के हुन्छ त हेमोरेज, त्यही अनुसार पनि के भयो त अप्सन अनुसार पनि अप्सन बी हेमोरेज चाहिँ करेक्ट एन्सर हो। र अनसेफ अबर्सनको कम्प्लिकेसन्सहरू चाहिँ के हुन्छ त हेमोरेज कमनेस्ट भइहाल्यो, सेकेन्डमा इन्फेक्सन हुनसक्छ, पर्फोरेट हुनसक्छ र अर्को भनेको चाहिँ इन्फर्टिलिटीमा जान सक्छ। अर्को भनेको कहिले कहिले आमाहरू सेप्सिसको कारण अथवा हेमोरेजको कारण डेथ पनि हुनसक्छ है त। थ्याङ्क यू।